केही यात्राहरू केवल सफलताको कथा हुँदैनन्, ती साहस, सङ्घर्ष र सपनाको प्रमाण हुन्छन्। आज हामी त्यस्तै एउटा प्रेरणादायी यात्राकी नायिका गीता छेत्री, सबैकी प्रिय गीता दिदीसँग जोडिँदैछौँ। परदेशको नयाँ भूमिमा पाइला टेक्दा बाटो सजिलो थिएन, चुनौतीहरू थिए, सङ्घर्षहरू थिए, तर उहाँको मनमा एउटा अटल विश्वास थियो, केही राम्रो गर्ने, नेपालीपनलाई संसारसम्म पुर्याउने। त्यही विश्वास, निरन्तर मेहनत र सकारात्मक सोचले आज गीता दिदीलाई एउटा सफल व्यवसायी मात्र होइन, धेरै नेपालीहरूको भरोसा र प्रेरणाको नाम बनाइएको छ। उहाँले केवल नेपाली उत्पादन बेच्नु भएन, उहाँले नेपालका सम्झना, स्वाद र भावनालाई संसारका विभिन्न कुनासम्म पुर्याउनु भयो। उहाँको मुस्कानभित्र सङ्घर्षका कथा छन्, सफलताभित्र अनगिन्ती मेहनतका दिनहरू छन्, तर हरेक कठिनाइलाई जितेर आज उहाँ हजारौं नेपालीको मनमा विशेष स्थान बनाउन सफल हुनुभएको छ। यो केवल एउटा व्यवसायको यात्रा होइन, यो एउटा नेपाली चेलीको सपना, साहस र सफलताको कथा हो। आज हामी सुन्नेछौँ गीता दिदीको त्यो यात्रा जहाँ चुनौतीहरू थिए तर हार थिएनन्। आउनुहोस् स्वागत गरौँ नेपालीपनलाई परदेशको भूमिमा गर्वका साथ फैलाइरहनु भएकी सबैकी प्रिय गीता दिदी इन माई स्टोरी विथ राजेश। नमस्ते दिदी। नमस्ते भाइ। तपाईँलाई माई स्टोरी विथ राजेशमा स्वागत छ। धन्यवाद भाइ। अनि के गर्दै हुनुहुन्छ आजभोलि, कस्तो छ, केमा व्यस्त हुनुहुन्छ? अहिले त म यस्तै बिजनेस व्यवसायतिर नै व्यस्त छु। अनि विन्टर टाइम छ, अलि चिसो, लेट वेकअप हुन्छ। कस्तो छ व्यापार, कस्तो भइरहेछ? अहिले त अलि अफ सिजन हो मेरो, अब चाहिँ फेस्टिभल आउन लागिरहेछ, सामानहरू पनि धेरै आइसकेको छ सबमा। तपाईँ यो पसलको नाम चाहिँ नेपाली सामान इन क्राइस्ट चर्च होइन? यो चाहिँ सुरुदेखि नै यही नाम थियो कि चेन्ज गर्नुभएको? मैले सुरुमै यही रजिस्टर गरेको हो। यही छ होइन? हजुर। ब्यानर चाहिँ मेरो अलिक पुरानो छ, अहिले चाहिँ मैले नयाँ ब्यानर बनाइराखेको छु, अब आउँदैछ, मैले नेपालमै बनाएको छु। सबैभन्दा पहिले होइन, तपाईँको यो पसलले चाहिँ कस्तो सेवाहरू, के सामानहरू बेच्छ? मेरो पसलले चाहिँ अब म्याक्सिमम नेपाली क्लोथ, ह्यान्डिक्राफ्ट एन्ड एन्टिक आइटमहरू बेच्छ र बिहेदेखि पूजाआजा सबै समयमा युज हुने सामानहरू चाहिँ मैले ल्याएर सप्लाई गरिराखेको छु। यो सबै सामानहरू कता नेपालबाट ल्याउनुहुन्छ? नेपालबाटै ल्याउँछु। म्याक्सिमम नेपाली प्रडक्ट छ, मिनिमम इन्डियन प्रडक्ट। ओके। अनि न्युजिल्यान्डको क्राइस्टचर्चमा चाहिँ यो नेपाली सामान बेच्नुपर्छ भनेर पहिलोचोटि कहिले मनमा आएको थियो? मैले गुगल सर्च गरेर हेरेँ। म त्यस्तो एउटा क्वालिफाइड व्यक्ति पनि होइन, मैले नेपालदेखि नै बिजनेस गरिरहेको हो। अनि अब त्यहाँ गइसकेपछि मैले एउटा केही व्यवसाय गर्नुपर्छ भन्ने चाहिँ मेरो थिङ्किङ चाहिँ नेपालदेखि नै थियो। ओके। त्यसपछि यहाँ आएर पनि आफ्नो त्यही नेपालमा गरिरहेको कामलाई चाहिँ निरन्तरता दिनुभयो। नाइस। अनि अब सुरुमा चाहिँ अब बिजनेस गर्दाखेरि त्यति सजिलो हुँदैन नि त होइन? हजुर। तपाईँलाई पनि जब यहाँ आउनुभयो त्यसपछि तपाईँलाई यो बिजनेस सुरु गर्दाखेरि चाहिँ कस्तो चुनौती आएर एकदम गाह्रो पनि परेको थियो होला होइन? त्यो त यति ठुलो महाभारत भयो भाइ। एउटा गौँथलीको उदाहरण छ नि, त्यस्तै त्यो चराको जस्तै भएको थियो। के भएको थियो भन्ने? एकदम धेरै एक्लो महसुस भएको थियो। अनि सामान टन्न ल्याएको छ, कसैले एउटा केही $1 नि बोनी हुन्थेन। अब यो के गर्नु, कसैलाई गिफ्ट दिने कि, कोही नेपाली चिने छैन, एउटा इतिहास नै बनेको थियो त्यतिखेर त। लास्टै गाह्रो भएको थियो। हजुर। अनि तपाईँले त्यतिखेर त सामान ल्याउनु भएको थियो होला, फेरि पैसा खर्च गरेर धेरै इन्भेस्ट थियो नि भाइ, धेरै इन्भेस्ट थियो। प्रचार गर्नुभएको थियो होला, त्यस्तो केही थियो? मेरो सोसल मिडिया त्यस्तो केही चिनेकै थिएन, मैले फेसबुक पनि त्यस्तो धेरै चलाउँथिनँ। नेपालमा नि म व्यवसायमै आबद्ध भएको कारणले चाहिँ फेसबुक अनलाइनहरू त मैले चलाउँथिनँ। अब मेरो त्यो न्यु रोडमा पसल थियो, कन्टिन्यू त्यही दिन्थ्यो, ग्राहक आउनुहुन्थ्यो। त्यो अनलाइन भन्ने नै थिएन भाइ त्यतिखेर त नेपालमा त। ओके। जस आर्ट गर्नुभएको रहेछ, त्यही नै ठुलो कुरा हो। आफ्टर कोभिड हो मैले अलिकति सोसल मिडियामा आबद्ध भएको चाहिँ। ओके। न्युजिल्यान्डमा चाहिँ यस्तो नेपाली पसलहरू धेरै छ भन्ने सुन्नमा आएको छ होइन? हजुर। अब अरू पसल र यो पसलमा चाहिँ अलि भिन्नता कसरी पाउन सकिन्छ? अरू पसल अहिले भाइ बहिनीहरूले धेरै राख्नुभएको छ, तर उहाँहरूले चाहिँ अनलाइन मात्रै गर्नुहुन्छ। मेरो चाहिँ यो अनलाइन
प्लस कस्टमरहरू भिजिटर गर्न नै आउनुहुन्छ आएर ड्रेस लगाएर नापेर सबै सामान आफ्नो आँखाले हेरेर लैजानुहुन्छ फिटिङ भएपछि मात्रै मतलब भन्नुको मतलब अब हजुरको यो पसलमै आएर आफ्नो चेक गरेर फिटिङ गरेर हेरेर हैन जस्तो कलर मन लाग्छ त्यसो लिनु पाइन्छ हजुर आफूले कलरहरू साइजहरू हेरेर हैन फेब्रिक अनि अनलाइन पनि गर्छु ए ओके ठिक छ अनि तपाईको कस्टमरहरू धेरै कताबाट आउनुहुन्छ ओभरअल न्युजिल्यान्ड नै छ भाइ ओके छ अनि अब यो साउथ आइल्यान्ड भयो होइन नर्थतिर चाहिँ धेरै जसो अनलाइन नै गर्छु मैले कुरियरै गर्छु अनि तपाईको ग्राहकहरू चाहिँ कता कुन देशको बढी हुनुहुन्छ नेपालकै हो नि नेपालकै हो 30% जति चाहिँ 25% चाहिँ इन्डियनको छ इन्डियन पिपल 75% चाहिँ नेपालै हो हजुर अनि बिजनेस गरिरहँदा हामीलाई एकअर्काको सपोर्ट चाहिन्छ नि हैन हजुर तपाईलाई हाम्रो तपाईलाई सपोर्ट चाहिन्छ अनि नेपालीले चाहिँ नेपाली समुदायले कस्तो तपाईलाई साथ दिएको छ यो बिजनेसको लागि एकदम धेरै दिएको छ नि भाइ यदि नेपाली समुदाय हाम्रो कम्युनिटीहरूले साथ नदिनु भएको भए त सायद म न्युजिल्यान्डमै हुन्थिनँ होला त्यतिखेर त धेरै गाह्रो थियो नि भाइ अहिले त यो हजुरहरूको साथ सपोर्टले गर्दा नै म यति धेरै सामानहरूमा लगानी गर्ने एउटा चाहना भन्छ नि होइन भनेपछि राम्रै सपोर्ट एकदमै धेरै अरू व्यापारीहरूले त कस्तो पाएको छ मलाई थाहा छैन मैले त सोचे भन्दा बढी पाएको छु एकदमै हजुर अनि अब बिजनेस गर्दाखेरि चाहिँ जो पनि अहिले नयाँ बिजनेस गर्ने सोचमा हुनुहुन्छ हैन लागि परिरहनु भएको छ उहाँ चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ के सल्लाह सुझाव दिन चाहनुहुन्छ जुन नयाँ बिजनेस सुरु गर्ने सोचमा हुनुहुन्छ उहाँहरूलाई त म बुझेर मात्रै बिजनेसमा लगानी गर्छु भन्छु किनभने अहिले यो हामीले के बिजनेस गर्ने भन्ने नै थाहा छैन अहिले यो विश्वमै वार भइरहेछ नि त त्यसले गर्दा एउटा आइटममा लगानी गर्यो अनि भोलि त्यही आइटम डबल पनि भइदिन्छ डाउन पनि भइदिन्छ त्यसले गर्दा नसोचिकन नै बिजनेसमा लगानी नगरिसक्यो भन्छु म एकदमै राम्रो हजुर हस् त दिदी अब हाम्रो यो प्रश्न उत्तरको पालो सकिसकेको छ थ्याङ्क यू सो मच भाइ अब हामी अर्को एउटा राउन्ड छ हाम्रो कार्यक्रमको जुन राउन्डको नाम रहेको छ अलमल हजुर यसमा चाहिँ हामीले तपाईलाई केही प्रश्नहरू सोध्छौँ तपाईले सिधा सिधा एन्सर दिनुपर्ने हुन्छ व्याख्या गर्न पाइने छैन र दुईटा अप्सन दिन्छौँ त्यसमध्ये एउटा छान्नुपर्ने हुन्छ हस् भाइ तयार हुन्छ हुन्छ ओके ल तपाईलाई अलमलको पहिलो प्रश्न क्वान्टिटी कि क्वालिटी क्वालिटी भाइ ओके पैसा कि सन्तुष्टि नयाँ आइडिया कि पुरानो अनुभव त पुरानै राम्रो हुन्छ ओके भाग्यमा विश्वास गर्नुहुन्छ कि मेहनतमा हजुर जब गर्ने कि बिजनेस गर्ने म त बिजनेस नै गर्छु एक्लै बिजनेस गर्न मन पराउनुहुन्छ कि पार्टनरसिपमा एक्लै नै मन पराउँछु ओके ग्राहकको विश्वास कि राम्रो मार्केटिङ ओके राम्रो टिम कि राम्रो योजना राम्रो योजना हजुर कडा मेहनत कि स्मार्ट काम ओके मौका दियो भने फेरि यही बिजनेस गर्नुहुन्छ कि कुनै अर्को बिजनेस रोज्नुहुन्छ यसलाई नै निरन्तरता दिन्छु ओके र अन्तिम प्रश्न रहेको छ नेपाल कि न्युजिल्यान्ड यो त कस्तो गाह्रो क्वेसन भाइ हजुर एउटा मात्रै चुज एउटा मात्रै अहिलेको हिसाबले म न्युजिल्यान्ड नै रोज्छु 50-50 मिल्दैन ल ठिक छ एकदम रमाइलो भयो थ्याङ्क यू गेम खेल्नु भइदिएकोमा हजुर अब हामी प्रोग्रामको अन्त्यमा आइसकेका छौँ होइन अब तपाईँले हामीलाई हेरिराख्नु भएको दर्शकहरूलाई के भन्न चाहनुहुन्छ आफ्नो पसलको बारेमा अब हजुर अब सम्पूर्णलाई एकदम धेरै धेरै नमस्कार भन्न चाहन्छु अहिलेसम्म मलाई धेरै कस्टमरहरू एकदम ह्याप्पी हुनुहुन्छ उहाँले एकदमै धेरै साथ सपोर्ट दिइरहनु भएको छ अब आगामी दिनहरूमा पनि दिनुहुन्छ भन्ने एउटा चाहना राख्दछु मेरो पसलको एड्रेस चाहिँ पापानाई नर्थल्यान्ड मलमा पर्छ हजुर अलराइट अनि तपाईँ अनलाइनमा पनि हुनुहुन्छ हजुर मैले अनलाइन म अहिले क्राइसिसमा हो मैले अनलाइन ओभरअल न्युजिल्यान्ड नै गर्छु ए फेसबुकमा हुनुहुन्छ तपाईँ हजुर फेसबुक टिकटक मेरो एउटै छ नेपाली पसल इन क्राइसिस तर त्यो नेपाली पसल इन क्राइसिसको पेज चाहिँ त्यति चलेन भाइ किनभने मेरो यो गीता दिदी भनेर नै फेमस भएँ हजुर
ए भनेपछि गीता दिदी भनेपछि तपाईँलाई जहिले पनि चिन्छ न्युजिल्यान्डमा हजुर सबैले चिन्ने अहिले त अस्ट्रेलिया अमेरिकाले पनि चिन्न थालिसक्यो हजुर उहाँ हुनुहुन्थ्यो गीता छेत्रीजी उहाँको पसलको बारेमा हामीले तपाईँलाई जानकारी दिइसकेका छौँ यदि तपाईँ पनि उहाँको पसल भिजिट गर्न चाहनुहुन्छ केही नेपाली आइटमहरू तपाईँलाई चाहिरहेको छ भने उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ र आजको यस एपिसोडको अन्त्य भइसकेको छ अर्को एपिसोड लिएर हामी फेरि तपाईँको माझ आउने नै छौँ तबसम्मका लागि म लगायत मेरो एन्टायर टिमलाई बिदा दिनुहोस् हवस् त नमस्ते